पैसा 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 खाली पैसा 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 रुममा खर्च क्या पैसा फोन राख आउँदै फ्रेन्ड पैसा पठाउनु फोन राख गएर भाउजूसँग झगडा भएको अस्ति भर्खर त्यत्रो पैसा पठाइदिएको एक हप्ता बित्न पाएन पैसा सक्यो भन्छ के यो विदेशमा रुममा पैसा फाल्छ 12 घन्टा ड्युटी गर्नुपर्छ दिन रात भन्न पाएन एक दिन पनि छुट्टी छैन कस्तो गाह्रो हुन्छ विदेशमा पैसा 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 मात्र तपाईँको लागि सोच्नुहोस् कि सधैँ घरमा मात्रै पैसा नपठाउनुहोस् तपाईँको दुःख मैले बुझेको छु नि तपाईँले 1 रुपियाँ पैसा नराखेको आफूलाई जब खर्च 100 रुपियाँ मात्रै राखेर सबै घरमा पैसा पठाउनुहुन्छ त्यही पनि घरको मान्छेले तपाईँको दुःखलाई बुझ्दैन त्यो तपाईँले आफ्नो लागि राख्नुहोस् अब आफ्नो लागि केही गर्नुहोस् हो भाइ तैँले भन्ने कुरा ठिक हो अब मेरो लागि पनि केही सोध्छु केही राख्छु त्यही यो भिडियो चाहिँ स्पेसली मेरा प्यारा प्यारा दाजुभाइ विदेशमा रहनु भएको लागि यो भिडियो बनाएको है अब पैसा कमाउने मात्रै ठुलो कुरा होइन पैसा जोगाउने चाहिँ ठुलो कुरा है र पैसा जोगाउने मेन ठुलो कुरा भनेको चाहिँ आफ्नो श्रीमतीको हातमा हुन्छ र जुन श्रीमती दुःख बुझ्ने श्रीमती हो छन् भने चाहिँ मात्रै हजुरहरूको मेहनतको फल कहीँ पनि जाँदैन र दुःख नबुझ्ने श्रीमती परेछन् भने हजुरहरूको मेहनत पानीमा बगे जस्तै हो त्यसैले दाजुभाइ आफ्नो लागि नि केही सोच्नुहोस् र आफ्नो लागि नि केही बचाउनुहोस् सधैँ परिवारको लागि मात्रै नसोच्नुहोस् होला है त।